नमस्ते सबैलाई, म माया। आजको जीवन धेरै व्यस्त भएको छ, मानिसहरू काममा दौडिरहेका छन्, तर स्वास्थ्यलाई बिर्सिरहेका छन्। तनाव, थकान र अस्वस्थ बानी बढ्दैछन्। सायद अब स्वास्थ्यबारे सचेत हुने समय आएको छ। आज हामी स्वस्थ जीवनबारे कुरा गर्दैछौँ। स्वस्थ जीवन किन महत्त्वपूर्ण छ? स्वास्थ्य बिना खुसी सम्भव हुँदैन। शरीर र मन दुवै स्वस्थ हुनुपर्छ। सन्तुलित खाना खानुपर्छ, जङ्क फुड कम गर्नुपर्छ, पानी धेरै पिउनुपर्छ। तनावले स्वास्थ्य बिगार्छ? हो, शरीर र मन दुवै प्रभावित हुन्छ। आराम पनि आवश्यक छ। मोबाइल भन्दा स्वास्थ्य महत्त्वपूर्ण छ। दैनिक व्यायाम गर्नुपर्छ। स्वस्थ बानी बनाउनुहोस्। स्वास्थ्यलाई समय दिनुहोस्। स्वस्थ जीवन नै खुसी जीवन हो। आफ्नो स्वास्थ्यलाई समय दिनुहोस्, किनकि स्वस्थ जीवन नै साँचो खुसी हो। स्वास्थ्य केवल शरीरको कुरा होइन, मन र जीवनको सन्तुलन पनि हो। सानो राम्रो बानीले ठूलो परिवर्तन ल्याउँछ।